नमस्कार साथीहरू। आज म बाख्राकोट ब्रिजमा फेरि पुगेको छु। यहाँनिर सबै खानेकुरो अर्ग्यानिक चिजबिजले नै बनिएको म देखाउन गइरहेको छु। मम्मो भटाभट बहिनीहरूले बनाउँदैछ भने पहाडमै फलेको इस्कुसको मम्मो यहाँ पाइन्छ। एकदमै मिठो, टेस्टी, सफा। अन्त यो मम्मो चाहिँ तपाईँले फेरि अर्ग्यानिक प्लेट, अर्ग्यानिक थाल भन्न सकिन्छ। भर्लाको पत्तामा दोकानदारले आफै बुनेको हेर्न सक्नुहुन्छ। यसमा दिइन्छ यो सेलरोटी, मोमो, थुक्पा, चाउमिन भने हेर्नुहोस् वरिपरि नै पाइने पहाडी खानाहरू सेलरोटी ब्रिजमा प्रशस्तै पाइन्छ। र अलिक माथि आउनुहोस्, हाम्रा बेकारी भाइहरूको बेकारी समस्या अलिकति भने हल भएको यो दोकानपाटले बुझिन्छ। यहाँ हाम्रो साथीको दोकान यहाँ हेर्नुहोस्, खानेकुरो एकदमै मजाले सफा प्रकारले सजाएको परसम्म दोकान। र यहाँ हेर्नुहोस् एकदमै पहाडको प्रसिद्ध डल्ले खोर्सानीको अचार। अन्त यहाँ अर्को छ काली निङ्ग्रो, जो पहाडमा मात्रै पाइन्छ। यो काली निङ्ग्रो खायो भने सुनेको पेटको धेरै बिमारहरू चाहिँ जाती हुन्छ भन्ने। यो चाहिँ तपाईँले बाख्राकोट सेलरोटी ब्रिजमा प्रशस्त पाइन्छ। र दोकान हेर्न सक्नुहुन्छ तपाईँले, कति मिलेर मजाले रमिता लाग्दो प्रकारले। र आशा छ मलाई यो दोकानपाट सधैँ टुरिस्टहरू यसरी नै यहाँ आइदिनुहुन्छ भन्ने। र टुरिस्टको लोकप्रियता बनिसकेको जग्गा। धन्यवाद आजको लागि।